मूर्ख व्यक्तिलाई उसको बोलीबाट पनि चिन्न सकिन्छ भने एउटा बुद्धिमान व्यक्तिलाई उसको शान्त रहने स्वभावले पनि चिन्न सकिन्छ। चाणक्यले भनेका थिए, जुन व्यक्तिले के, कहिले, कहाँ र कति बोल्नुपर्छ भनेर बुझ्यो उसलाई सफल हुनबाट कसैले पनि रोक्न सक्दैन। जस्तो धनुषबाट छोडिएको तीर कहिल्यै फर्कँदैन, ठीक त्यस्तै मुखबाट निस्किएका शब्दहरू कहिल्यै फर्कँदैनन्। तपाईका शब्दहरू तपाईको शक्ति पनि बन्न सक्छन् र तपाईको कमजोरी पनि। सही समयमा मात्र चुप लाग्नुले तपाईलाई धेरै समस्याबाट बचाउन सक्छ भने कहिलेकाहीँ तपाईले बोलेको एउटा मात्र शब्दले तपाईको निम्ति ठूलो मुसिबत अथवा समस्या खडा गरिदिन सक्छन्। तैपनि धेरै मानिसहरूले आफूलाई बुद्धिमान देखाउन आफ्नो जिब्रोको प्रयोग गर्छन्, जबकि धेरै महान विचारक, प्रतिभाशाली व्यक्तिहरू र महान राजाहरूले पनि यही भन्दै गएका छन् कि शान्तिमा नै वास्तविक शक्ति लुकेको हुन्छ। किनभने बुद्धिमान र सफल व्यक्तिहरूलाई थाहा हुन्छ कि कहिले, कुन समयमा र कहाँ बोल्नुपर्छ। त्यसैले हामी तपाईलाई शान्तिका अथवा साइलेन्सका यस्ता 6वटा फाइदाहरू बताउँदैछौँ, जसले गर्दा आज होइन अहिलेदेखि नै तपाईले सिक्न सक्नुहुन्छ कि तपाईले कहिले, कहाँ, कसरी बोल्नुपर्छ र जति बोल्नुपर्छ तपाईले त्यति मात्र बोल्नुहुन्छ। 1 नम्बरमा शान्तिले तपाईको प्रतिस्पर्धीलाई भ्रमित गर्छ। साइलेन्स कन्फ्युजन योर अपोनेन्ट। जबसम्म कोठामा रहेका सबै व्यक्तिहरू 100% चुप नहुन्जेलसम्म केही नबोल्नुहोस् र कुर्नुहोस्। सबैको ध्यान तपाईतर्फ आकर्षित हुनेछ। यो केही किन बोलिरहेको छैन, उनीहरूको अपेक्षा बढ्न थाल्छ। बिस्तारै सबैले सोच्न थाल्छन्, यो के सोचिरहेको हो। यो कुनै छल कपटको प्रविधि होइन, बरु सही समयको ज्ञान हो। जब तपाईलाई लाग्छ कि अब सबै चुप छन् र सबैको ध्यान तपाईको कुरा सुन्नमा केन्द्रित छ, तब बोल्न सुरु गर्नुहोस्। तपाईको कुराले 10 गुणा बढी प्रभावकारी र जरुरी महसुस गरिनेछ। महान योद्धा सन टुजुले आफ्नो शान्तिको शक्तिको बलमा हजारौं शत्रुहरूलाई पराजित गरेका थिए। कहिलेकाहीँ उनी केवल चुप बसेर होइन, आफ्ना शत्रुहरूलाई गहन सोचको अवस्थामा पारिदिन्थे। उनको भनाइ थियो, जब तपाईँ चुप हुनुहुन्छ तपाईँले आफ्ना शत्रुहरूलाई असहज बनाउनुहुन्छ। जहाँ उनीहरू तपाईँको बारेमा सोच्न थाल्छन्, तपाईँको योजना के हो, तपाईँले अगाडि के गर्न लाग्नु भएको छ, तपाईँको अर्को कदम के हो, यी सबै कुरा सोच्न लगाएर तपाईँले आफ्ना लक्ष्यबाट शत्रुलाई विचलित गर्नुहुन्छ र तपाईँले जित्नुहुन्छ। सन्ट्युजको भनाइ थियो, जसले थाहा पाउँछ कि कहिले बोल्ने र कहिले बोल्ने, उसले सधैँ जित्नेछ। 2 नम्बरमा छ शान्तिले एकाग्रता बढाउँछ। साइलेन्स बोल्ड्स फोकस। बुद्धको भनाइ थियो, बोल्नुभन्दा पहिले आफ्ना शब्दहरूलाई यी 3 प्रश्नहरूको द्वारबाट पार गर्न दिनुहोस्। पहिलो छ, के तपाईँले जे बोल्न लाग्नु भएको छ त्यो सत्य हो? दोस्रो, के यो बोल्नु अहिलेका लागि जरुरी छ? तेस्रो, केही शब्दहरूले केही फरक ल्याउनेछ वा मानिसहरूले एउटा कानले सुनेर अर्को कानबाट निकालिदिनेछन्? यी 3 महान र गहन प्रश्नहरूको जवाब तपाईँले कसैसँग कुरा गरेर पाउनुहुन्न, बरु जब तपाईँ शान्त अवस्थामा हुनुहुन्छ तब तपाईँको मस्तिष्कले यी प्रश्नहरूमा विचार गर्छ र तपाईँले राम्रा शब्दहरू चुन्न सिक्नुहुन्छ। शान्ति र एकाग्रता दुवै सँगै आउँछन्। यदि तपाईँले सोच्न सक्नुहुन्छ भने बोल्न सक्नुहुन्न, र यदि बोलिरहनु भएको छ भने सोच्न सक्नुहुन्न। बोल्ने र सोच्ने काम कहिले एकै समयमा हुन सक्दैन। जो मानिसहरू धेरै बोल्छन् उनीहरू केवल बोलिरहन्छन्, उनीहरूका शब्दहरूको कुनै मूल्य हुँदैन। शान्त रहने मानिसहरूको एकाग्रता बढी हुन्छ। उनीहरूले आफूले जे सोचिरहेका छन् त्यसलाई राम्ररी बुझ्न सक्छन् र आवश्यक परेमा मात्र बोल्छन्। तेस्रो, शान्तिले मानिसहरूको ध्यान आकर्षित गर्छ। साइलेन्स क्रिएट्स अटेन्सन। यदि तपाईँ कुनै समूहको बैठकमा वा कक्षा कोठामा बसेको हुनुहुन्छ भने तपाईँले यो अनुभव गर्नुभएको छ, शान्तिले कसरी मानिसहरूको ध्यान आकर्षित गर्छ। जब शिक्षक बोलिरहेका हुन्छन् तपाईँको ध्यान कतै हराउन सक्छ, तर जब शिक्षकले अचानक बोल्न बन्द गर्छन् र चुपचाप तपाईँतर्फ हेर्छन्, तपाईँको ध्यान स्वयं उनीहरूतर्फ जान्छ। उनी किन चुप भए? यही कुरा हाम्रो दैनिक जीवनमा हुने गर्छ। जब तपाईँ बोलिरहनुहुन्छ मानिसहरूले ध्यान दिँदैनन्, तर
जब तपाईँ चुप हुनुहुन्छ सबैले ध्यान तपाईँतर्फ दिन्छन्। चौथो, शान्तिले विश्वास निर्माण गर्छ। साइलेन्स बिल्ड्स ट्रस्ट। मानिसहरूसँग राम्रो सम्बन्ध कायम गर्न विश्वास हुनुपर्छ। कसैको विश्वास जित्नका लागि तपाईँले उनीहरूलाई सुन्नुपर्छ। बोलेर मात्र तपाईँले कसैलाई हँसाउन सक्नुहुन्छ वा प्रभावित गर्न सक्नुहुन्छ, तर उनीहरूले तपाईँमा चाँडै विश्वास गर्ने छैनन्। जब तपाईँ चुप बसेर कसैको कुरा सुन्नुहुन्छ तब सामनेको व्यक्तिले आफूलाई महत्त्वपूर्ण महसुस गर्छ। उसलाई लाग्छ कि तपाईँले उसको कदर गर्नुभएको छ र यसले तपाईँ दुई बीचको विश्वासलाई अझ बढी मजबुत बनाउँछ। पाँचौं, शान्तिले आन्तरिक शक्ति बढाउँछ। साइलेन्स बिल्ड्स स्ट्रेन्थ। धेरै जसो मानिसहरूलाई शान्ति मन पर्दैन र हामी यसबाट डराउँछौँ, किनभने हामी शान्तलाई एकान्तसँग जोड्छौँ। हामी चाहन्छौँ कि मानिसहरूले हामीलाई सधैँ देखुन्, हाम्रो कुरा सुनुन् र हामीलाई मन पराउन्। तर शान्तिले हामीलाई हाम्रो आफ्नै सत्यको सामना गर्न मद्दत गर्छ। जब हामी शान्त हुन्छौँ हामी हाम्रो वास्तविक सोचसँग जडान हुन्छौँ र बुझ्छौँ कि हामीलाई खुसी रहनका लागि अरूको मान्यताको आवश्यकता छैन। शान्तिमा आफैसँग समय बिताउँदा हामी आफैलाई मन पराउन थाल्छौँ, जसले हाम्रो आत्मविश्वासलाई ठुलो बनाउँछ। छैटौं, शान्तिले वार्तालापमा सहयोग गर्छ। साइलेन्स हेल्प्स इन नेगोसिएसन। जब तपाईँ चुप रहनुहुन्छ तपाईँको शक्ति र कमजोरी दुवै लुकेको हुन्छ। यसले तपाईँको व्यक्तित्वको वरिपरि एउटा सुरक्षात्मक ढाल बनाउँछ। सामुन्नेको व्यक्तिले अनुमान लगाउन सक्दैन कि तपाईँ के सोचिरहनु भएको छ। उदाहरणको लागि, यदि तपाईँ कुनै अन्तर्वार्तामा हुनुहुन्छ र तलबको कुरा चलिरहेको छ, सामुन्नेबाट तपाईँलाई एउटा रकम प्रस्ताव गरिएको छ तर तपाईँलाई त्योभन्दा बढी चाहिन्छ। यस्तो अवस्थामा तुरुन्तै जवाब नदिई अलिकति चुप बस्नुहोस्। साइलेन्स कसैलाई मन पर्दैन, त्यसैले सामुन्नेको व्यक्तिले यो साइलेन्स तोड्नका लागि केही न केही बोल्नेछ र अन्जानमै त्यसैले कुनै यस्तो जानकारी दिन सक्छ जसको फाइदा तपाईँले आफ्नो पक्षमा गर्न सक्नुहुन्छ। आशा छ यो भिडियोले तपाईँलाई मद्दत गर्नेछ। यदि तपाईँलाई यो सामग्री मन पर्यो भने कृपया लाइक, शेयर र सब्सक्राइब गर्न नबिर्सिनुहोला। तपाईँको दिन शुभ रहोस्। हस्त, धन्यवाद।